एभ्रिवान। म चाहिँ अब साँझको बेला भइसक्यो, साँझको 5-6 बजी भइसक्यो। अब म चाहिँ बुङ्गुरलाई दाना बनाइसकेछु अनि बुङ्गुरलाई दाना दिन जानेछु। म जाँदैछु साथीहरू बुङ्गुरलाई दाना लिँदै। हाम्रो बुङ्गुरको खोर चाहिँ उता पारी छ, दुईवटा छ, एउटा चाहिँ सानो छ, एउटा चाहिँ ठुलो छ। त्यो 5-6 महिनाको भइसकेको छ साथीहरू। हेर्दै जानु है त। म बुङ्गुरको खोर बुङ्गुरलाई देखाउँदैछु, तर हिँड्न चाहिँ अलि ढिलो भइरह, हेर्दै जानु। अनि साथीहरू हाम्रो गाउँ चाहिँ यता पाल्पानी हो, थुप्रै हामीले चाहिँ धान त्यस्तो लाछौँ, खेतबारी छ। हेर्नु होला, हेर्न सक्नुहुन्छ। म चाहिँ जाँदैछु। बुङ्गुरको खोरमा आइसक्यौँ साथीहरू। हाम्रो बुङ्गुर चाहिँ यस्तो छ, बुङ्गुरको खोर चाहिँ राम्रो बनाएन, यस्तो छ। अब म बुङ्गुरलाई दिनेछु। साथीहरू बुङ्गुरको दाना चाहिँ चापट अनि दानाहरू पकाएर बनाहौँ। बुङ्गुरलाई दाना दिनेछु म। हेर्नु साथीहरू, हाम्रो बुङ्गुर चाहिँ यो चाहिँ भर्खर ल्याएको हो, 1 महिना जति भयो ल्याएको। यो चाहिँ 5 महिना भइरह, 5 महिना हिँडिरह ल्याएको। अनि साथीहरू यहाँ चाहिँ हाम्रो पोखरी, माछा पोखरी छ। यी माछा पालिरहँ। समथिङ यहाँ 2000-2500 माछा छ। ठुल्ठुलै भइरह साथीहरू। अहिले चाहिँ देख्दैन, दाना दिएको बेला चाहिँ राम्रोसँग नै देख्न सक्नुहुन्छ। दाना अहिले दिएको छैन। म पछिको भिडियोमा चाहिँ दाना दिएर हजुरलाई म माछा देखाउने छु। बाई बाई साथीहरू। म यति नै भनेर मेरो भिडियो यतिमै राख्न चाहन्छु। फेरि पछिको भिडियोमा भेटौँला।